लेख्दाखेरि पहिलोचोटि आएको शब्द नै गुण भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। यो शब्द आउँदा बित्तिकै यो शब्द चाहिँ यदि हाम्रो दर्शकहरूले यदि बुझिदिनु भयो भने चाहिँ यो शब्दभित्र धेरै कुराहरू लुकेको छ होइन। अनि यो बुझ्नु भएर मन पराउनु भयो भने सबै लाइनहरू मन पराउनु छ भन्ने लागेको थियो। गुण भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। गुण भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। कलेजी काटेर दिएको ठाउँ सही चिरा बनायो दुःख नि घाउ। त्यही घाउमा छर्किने नुन पायो होला, गुण भुल्यो पित्तलको सुन पायो होला। थ्याङ्क यू। मैले यो सुनिरहँदाखेरि के यो कसको यादमा लेख्नु भएको थियो मैले मेरो दिमागमा हिट गरेँ कि एउटा कसैले सोधेको क्वेसन थियो कि मलाई पनि त्यो कुराले टच अहिले त्यस्तो के हुन्छ नि अनि